क्रमशः यस बल्को युवा सेवा समाजले आयोजना गरेको भजन कार्यक्रममा हामीलाई दक्षिणा सहयोग गरिदिनु हुने दक्षिणा दाताहरूको पनि नाम पढ्न चाहन्छु। समाजसेवी भविश्वर प्रसाद श्रेष्ठद्वारा बल्कोट युवा सेवा समाजले आयोजना गरेको यस भजनका लागि रुपैयाँ 2000 सहयोग भएको छ। कृपया जोरदार ताली। त्यसपछि कृष्ण खनाल छत्रदेव 3 बाट रुपैयाँ 1000 सहयोग भएको छ। कृपया जोरदार ताली। सँगसँगै कृष्ण पाण्डे हुलाका छत्रदेव 3 बाट पनि रुपैयाँ 1000 सहयोग गर्नुभएको छ। कृपया जोरदार ताली। पिताम्बर भुसाल छत्रदेव 2 बाट रुपैयाँ 500 सहयोग भएको छ। कृपया उहाँलाई पनि जोरदार ताली। हामीलाई दक्षिणादाताहरूको नाम क्रमशः पढ्दै जानेछौँ। अब भने भजन मण्डलीका सदस्यहरूलाई कृपया पानीको पनि व्यवस्था गरिदिनु होला। उहाँहरू पछि हुन सक्नुहुन्छ। हाम्रो कार्यक्रमको दोस्रो चरणमा हामी प्रवेश गर्छौँ। हामी फेरि पनि के अनुरोध गर्न चाहन्छु भने समुदाय स्तरमा गरिने यस्तै कार्यक्रमले समुदायको अस्तित्वलाई जीवित राख्ने हो। समुदायका अभिभावकहरूले अग्रजहरूले बल्कोट युवा सेवा समाजले भोलिका दिनमा अन्य कार्यक्रम गर्न खोज्ला हामीलाई चाहिँ सहयोगका सन्देशहरू दिनुहुनेछ। हामीलाई चाहिँ सल्लाह दिनुहुनेछ। आर्थिक सहयोग अरू सहयोग भइपरि आउने सहयोग सबै गर्नुहुनेछ। हामीलाई अझै चाहिँ अग्रसर गराउनुहुनेछ भन्ने आशा लिन्छौँ। र त्यसैले कालखण्डमा ऐतिहासिक कालखण्डमा द्वन्द्वकालमा घटेका संस्कृति चलनहरू फेरि पुनर्जीवित ल्याउन सकिन्छ। एउटा समुदायको एउटा खुसी समुदायको परिचय बल्ल निर्माण गर्न सकिन्छ भन्दै म यहाँबाट बिदा हुन चाहन्छु।